सो हेलो एन्ड नमस्ते, के छ अनि वेलकम ब्याक टु अनदर भिडियो। सो पहिला चाहिँ बाइकतिर हिँडिन्थ्यो, अहिले चाहिँ खास नेपाल छोडियो भनौँ न। नेपाल छोडेर यता जापानतिर आएको छु, त्यही भएर चाहिँ अब चाहिँ बाइकको भ्लग त आउँदैन, त्यो हिँड्दा यस्तै भ्लग हो। अहिले चाहिँ म चाहिँ जापानको टोकियोको इताबासी सिटीतिर सानो काम परेर आएको थिएँ, पिटी हिँड्दैछु। यहाँ चाहिँ दामी कति छ हौ यहाँ गाडीको, माथि यो पछाडिपट्टि देखेको ठाउँमा चाहिँ 2-3 तल गाडी, त्यहाँभन्दा तल फेरि ट्रेन, त्यहाँ माथि गाडी, त्योभन्दा फेरि माथि पनि गाडी। आज पानी पो पर्न लाग्यो त, यस्तै छ। अलि छिटो जाऊँ न, छिटो। सो जापानमा आएर चाहिँ मैले एउटा उपहार के पाएँ भन्दा यहाँ चाहिँ नि हौ, नेपालमा हिँड्दा चाहिँ खासै चस्मा युज गरिँदैन थियो। मोबाइल सोबाइल हेर्दाखेरि अलि धेरै टाइम गर्दाखेरि लाइन्थ्यो। अहिले यहाँ आइसकेपछि चाहिँ मोबाइल नहेर्दा पनि एनी टाइम चस्मा लाउनु पर्छ यहाँ चाहिँ, किनकि खान्जी धेरै किरिमिरी बत्ती, त्यो कारणले नै होला। गाडी माथिबाट हिँड्ने, यहाँबाट नि गाडी, त्यो बिचबाट नि गाडी, यहाँ तलबाट चाहिँ ट्रेन। जापानिज बुढाहरूको स्कुल छुट्टी भएछ। बाजेले के गर्दैछ यहाँ, रोक्दैछ नि त हामीलाई त। एकछिन रोकिनु पर्यो ल। अब अलिकति चट्ट पछि अलिकति पैसा कमाइसकेपछि एउटा अब बाइकबाट चाहिँ साइकल किन्नुपर्छ चट्ट, अनि साइकलमा राखेर भिडियो गर्ने चाहिँ मजा हुन्छ होइन। अहिले त खासै अब जापान आएको 1 महिना हुन लाग्यो। यहाँ फेरि के हो, मान्छेको त्यहाँ रातो बत्ती बोलिरहेछ। नेपालमा भए चाहिँ खुट्टै काटिन्थ्यो, यहाँ चाहिँ अब फेरि गाडीले हानिदिइहाल्ला भन्ने। बाटो चाहिँ बहुत सफा हुने क्या यताको। आज धेरै पछि यसरी भिडियो गर्दै हिँडिरहेको छु। मेमोरी कार्डले एकदम धोका दिएर हिजो काम परेर खासै लामो भ्लग चाहिँ गर्नु पाएन, त्यही भएर आज फेरि कन्टिन्यू गर्दैछु। आज पनि कामबाट आएर हल्का फ्रेस भएर, फ्रेस त के भन्नु, आज दिनभरि पानी गर्मी छ हौ जापानतिर। अहिले म लगभग घरबाटै हिँडिरहेको छु। रात पर्न लागिसक्यो, 7 बजिसक्यो रातिको। सो 7 बजी म घरबाट निस्किरहेको छु। एकछिन यसो वरिपरिको पार्क घुमौँ भनेर। पानी पनि देखाएको छ फेरि, त्यही भएर यस्तो छाता, जापानको छाता चाहिँ फेरि सेतो, टक्क पछाडि नेपाली स्टाइलको घुम्ने, फेरि नेपाली स्टाइलको चट्ट पछाडि भिड्ने अनि हिँड्ने। पछाडिको ब्याकग्राउन्ड चाहिँ जस्तो राम्रै आइरहेछ। अलिक गोप्रोबाट भ्लग गर्दैछु, लाइट चाहिँ अलिक कम हुन्छ क्या, ब्याकग्राउन्ड लाइट चाहिँ। सो हिजोको भ्लग पनि त्यत्तिकै भयो, गर्न खोजिरहेको थिएँ, फेरि अलिकति काम परेर कता हिँड्ने, त्यत्तिकै भयो क्या। ट्रेनतिर नि खासै भ्लग खिचौँ भने खासै बोल्न पाउँदैन जापानमा चाहिँ, ट्रेनमा खासै बोल्न पाउँदैन, त्यही भएर नि खासै गरिएन। यो बाटो खासैमा हिँडेको छैन, यतापट्टि खासै के छ मलाई पनि थाहा छैन। यतापट्टि भन्दा अर्कोपट्टि जानु पर्ला जस्तो। आज चल्दिउँ न भनेर म्याप हेर्ने, लखर हिँड्ने। सो मैले भिडियो कन्टिन्यू नगरेको चाहिँ धेरै भइसकेको थियो। अब पहिला बाइकमा हुन्थ्यो भिडियो, त्यही भएर अहिले चाहिँ अब जापानमा बाइक किन्ने त सपना हो, साइकल किन्ने विचारमा छु। साइकल किनेपछि फेरि कन्टिन्यू। तर फेरि यस्तो हो, यो म चाहिँ टोकियो इताबासी सिटी बस्छु, त्यहाँदेखि यता खासै अब हिँड्नलाई स्टेसन, ट्रेनको स्टेसन नजिक छ। नजिक भइसकेपछि खासै साइकलको युज पनि आउँदैन क्या। अनि फेरि यता पार्किङको के तिर्नुपर्छ, त्यही भएर नि झ्याउ भइरहेछ। पहिला पैसा कमाऊँ न गाइज होइन। लगभग म जापान आएको 1 महिना भइरहेछ। म बस्ने चाहिँ यताबासी सिटीको पनि यो कोताकी मुकै हेरेर स्टेसन नजिक भएको भएर यतातिर खासै नेपाली त भेटिन्न। छन् चाहिँ हुनुहुन्छ कहिलेकाहीँ नेपालीहरू। जापानमा चाहिँ यस्तो कुनै नेपालीहरूले बोले, नेपाली ल्याङ्ग्वेज बोल्दा नि खुसी लाग्ने हो होइन। तर अब एउटा हान्डिया छ, खासै ल्याङ्ग्वेज छैन।
सबैलाई भनिन्थ्यो त आफूलाई पनि थाहा छ ल्याङ्ग्वेज पढेर आउनुपर्छ भन्ने पढ्न त त्यही त नि अल्छी लाग्ने पढ्न त पढिएको थियो नि र उहाँ अब एन्फोको कति 30-32 लेसन पढ्यो त्यो खासै यहाँ युज त्यति साह्रो त देखिन्न यतातिर चाहिँ खासै म बस्ने एरियातिर चाहिँ खासै ठुल्ठुलो बिल्डिङहरू चाहिँ छैन खासै ठुल्ठुलो बिल्डिङ चाहिँ उता सिन्जुको साइडतिरै जानु पर्यो अनि त्यो एरियातिर छ अब यता चाहिँ खासै ठुल्ठुलो 15-20 अझै धेरै हुन्छ नि त्यस्तो खासै तल्लाको उयोहरू छैन यस्तै छ अब 7 बन्दैछ लोड लाइट गोप्रोमा अलिकति लोड लाइट हुन्छ खासै त्यति साह्रो उता देखाएको छैन होला त जापानमा नि खतरा लाङखुट्टे चाहिँ खतरा लाग्ने रहेछ ल जस यहाँ ट्राफिक नियमहरू चाहिँ स्ट्रिक्टली नै फलो हुन्छ यस्तै हो काम दाम केही छैन लहर हिँडेछ भने जस्तै तर मलाई यहाँको यो त अब यो मान्छे हिँड्ने भइहाल्यो तर हेर्दाखेरि कस्तो चिप्लिला जस्तो हुन्छ तर खास चिप्लिँदैन हो यहाँ हेर्दा चाहिँ कस्तो चिल्लो भर्खरै पानी पर्यो भएर त्यो चाहिँ मलाई त्यो रोडहरू चाहिँ खास पोखराको लेक साइडको जस्तो लाग्छ खासै त्यो ढलहरू त ढल त छ भित्रबाट 1 महिनाको बसाइ राम्रै हुँदैछ भनौँ न घाम लागेको बेला अलिकति रोकुकाचु भयो अझै सिचेर हाँचेकाचु एकदम गर्मी हुन्छ भन्थ्यो अहिले यस्तो गर्मी छ अनि के हुन्छ होला पछि यस्तै हो अब नेपालमा एउटा कुरा चाहिँ के छ भन्दा नि नेपालमा हुँदा चाहिँ भेटिन्छ साथीभाइ त छ नि होइन भेटिन्छ घुमिन्छ भन्ने हो तर यहाँ आइसकेपछि सबै त्यही हो क्या सबै आयो हाम्रो काम छुट्टीको दिन कति दिनदेखिको निद्रा पुगेको हुँदैन थकाइ सुत्यो खासै भेट चाहिँ हुँदैन भन्ने त नेपालमा भन्ने मात्र हो भेटिन्छ भने अब त्यही हो बिजी भइसकेपछि भनेको टाइममा मेसेज त रिप्लाई हुँदैन होइन त्यही त नि हामीले बुझ्नु पनि पर्छ त्यही त सबै अर्काको देशमा पैसा कमाउनको काम गर्नु पर्यो सो अब पार्कबाट हिँडेँ अब घर आइपुग्न पनि लाग्यो त्यही भएर आजको यो घरमा गएर फेरि खानासाना पकाउनु पर्यो किन आफूलाई बाहिरको खाना रुच्दैन नेपाली भएपछि भातै हान्नु पर्यो होइन भात हान्दा पेट यत्रो भइसक्यो क्या सो त्यही भएर यो भ्लगलाई यहीँ इन्ड गरौँ अब फेरि भोलि काम छ काम जान परिहाल्यो त्यही भएर आजलाई यो भ्लग यहीँ इन्ड गरौँ गाइज सो लाइक सब्सक्राइब चाहिँ ठोकिदिइहालौँ है